नमस्ते मेरो सबै फेसबुक फ्यामिलीलाई राधे राधे। आशा गर्छु हजुर सबै सन्चै हुनुहुन्छ होला। मैले चाहिँ सानो एउटा भिडियो लिएर आएको छु। यो चाहिँ स्याटरडेको भिडियो हो। स्याटरडे हामी मालबजार गएको थियौँ किनकि हाम्रो स्कुलको 4 जना नानीको अडिसन थियो मालबजारमा। म पनि गएको थिएँ अनि प्रिन्सिपल म्याम पनि जानुभएको थियो। कस्तो है हाम्रो लाइफ, कस्तो सोचेको जस्तो कहिले नहुँदो रहेछ। हामी कस्तो सोच्छौँ कस्तो हुन्छौँ। अहिले यो नानीहरूलाई अब घरमा छन्, कति अब इन्जोय गर्छन्। हामी आमा बाबा सबैको सामने अब उनीहरूलाई केहीको चिन्ता हुँदैन। बिहा भइसकेपछि कति प्रकारको हुन्छ नि, स्ट्रगल गर्नुपर्छ, कसैलाई थाहा हुँदैन। जिम्मेदारी अब छोरी हुन्छ भने कति खुसी, मेरो छोरी कति खुसी छन्। त्यही अब बिहा भइसकेपछि आमा कसैको घरको बुहारी भइसकेपछि छोरीहरू जस्तो खुलेर जिउनु पनि पाउँदैन। हरेक चिजमा बन्धन हुन्छ, रोकटोक हुन्छ, कतिवटा सीमा हुन्छ है। अब आमा बाबाले हामीलाई पहिला घरमा कराउँदाखेरि पनि अब कतिवटा सम्झाउनुहुन्थ्यो, गर्नुहुन्थ्यो। अहिले त्यो बात पुरा याद आउँछ। अहिले अब मेरो छोरी सानै छन्, अहिले कति गर्नुपर्छ जस्तो लाग्छ। अहिले मेरो आमा बाबा सबैकै छोरी मान्छेको आमा बाबाले कस्तो गरेर ठुलो पार्छन् होला। कसरी अब अर्को घरमा गएर हामीले कतिवटा कुरा गर्नु सिक्नुपर्छ, गर्नुपर्छ। त्यो सोचेर पनि कस्तो लाग्छ। मलाई पनि आज सन्चै लागेको थिएन, तर पनि अब जानु पर्यो। त्यही हो, सन्चो छैन भने पनि आफ्नो छोराछोरीको लागि गर्नुपर्दो रहेछ। अनि हामी चाहिँ मालबजार पुग्यौँ। यहाँ मेरो छोरी पनि सुतिन्। अनि हामीले चाहिँ उठायौँ मालबजार पुगेर। अनि हामी अहिले डान्सको अडिसन दिनु यो नानीहरूलाई लिएर जाँदैछौँ। भक्कु नानीहरू डान्सको अडिसन दिनु आएको थिए आफ्नो प्यारेन्ट्ससँग, अनि आफ्नो टिचरसँग, आफ्नो हजुरबा हजुरआमाले पनि लिएर आउनु भएको थियो। यो अडिसन दिने जग्गा चाहिँ मालबजारको खादिम्स एउटा सोरुम रहेछ, त्यहाँको टप फ्लोरमा रहेछ। एक्ज्याक्ट जग्गा चाहिँ मलाई पनि थाहा भएन। अब हाम्रो चाहिँ प्रिन्सिपल म्यामले नि नानीहरूको सबै अरेन्जमेन्ट गर्नुभएको। अनि मलाई त थाहा पनि थिएन, लास्ट टाइममा थाहा भएको उनीहरूले अडिसन दिँदैछन् भनेर। अनि यहाँ सबै नानीहरू जाँदैछन्। उनीहरूको नामहरू चाहिँ पहिल्यै सरले यहाँ लेखिसक्नु भएको थियो। अब फर्म लिएर गएर फर्म भर्नु मात्रै बाँकी थियो। अनि यहाँ प्रिन्सिपल म्यामले यहाँ फर्महरू भर्नु हुँदैछ नानीको सबै डकुमेन्ट्सहरू लिएर। मेरो छोरी चाहिँ बाहिरै वेट गरिरहेको थिइन् आफ्नो टर्नको, किनकि बहुत सारा नानीहरू बाहिरै थिए। अनि यहाँ एकजना हजुरआमै हुनुहुन्थ्यो। हजुरआमैले आफ्नो नातिलाई पनि अडिसन दिनु लिएर आउनुभएको रहेछ। अब बेङ्गलीहरू त स्मार्ट हुन्छ, उनीहरूको राम्रो हुन्छ सबै कुरो। अनि यहाँ मेरो छोरी पनि यहाँ पर्खिरहेको छन् आफ्नो टर्नको। अनि उनीहरूले डान्सहरू गरेर अडिसन दिएर हामी फाइनली घर फर्किँदैछौँ। यो सानो भिडियो हजुरहरूलाई कस्तो लाग्यो होला, मन परेमा लाइक, कमेन्ट अनि सेयर गरिदिनु होला। धन्यवाद।